हेलो गाइज वेलकम बैक टू माई च्यानल दिस इज ज्ञानी विश्वकर्मा। सो गाइज आज चाहिँ मैले सुनको विषयमा एउटा नयाँ अपडेट लिएर आएको छु। हजुरलाई के थाहा छ, आज 19 गते चैत महिना 2081 वर्षको दिनमा न्यू हाई रिकर्ड 1,80,200 गाइज। आज यो चाहिँ बुटोलको हो। बुटोलको आज प्रति तोला 1,80,200 न्यू रिकर्ड गाइज। न्यू रिकर्ड भइसकेछ, नयाँ रिकर्ड बनाइसकेछ सुनले प्रति तोला। सो यो चाहिँ बढ्ने कारण के, यो विषयमा चाहिँ पछि कुरा गरौँला। तर चाहिँ अहिले चाहिँ मैले चाहिँ सानोभन्दा सानो सामान चाहिँ कतिको आउने रहेछ, कति पैसामा आउँछ, 1,80,000 पुगिसक्यो। यतिको भाउमा सानोभन्दा सानो सामान चाहिँ कतिको पैसामा आउने रहेछ त भन्ने विषयमा कुरा गर्न चाहे। सो हाम्रो पसलमा सानोभन्दा सानो सामान रहेको छ, म चाहिँ देखाइदिन्छु। हजुरले यो माला लिन सक्नुहुनेछ आजको भाउमा 1,80,200। कति हाई भइसकेछ। यो चाहिँ यसको वेट रहेको छ 2,01 पोइन्ट। 2,01 पोइन्टको कति पर्छ त हजुरलाई आजको रेटमा? सो गाइस 6,900 मा यो हजुरले पाउन सक्नुहुनेछ आजको भाउमा 1,80,200। यो सुन चाहिँ बढ्ने कारण के, यो सुन चाहिँ इन्टरनेसनल ग्लोबलबाट आउने रेटहरू हो। यो हाम्रो नेपालमा, इन्डियामा, चाइनामा एउटै देशबाट बढ्ने हुँदैन। यो अहिले बढ्ने कारण चाहिँ मेरो सोचाइबाट के हुन्छ कि हजुरको विश्वभरि वार चलिरहेको हुन्छ, कतै विपदा परिरहेको हुन्छ र इन्भेस्टमेन्ट गर्ने मान्छेहरूले सुनमा चाहिँ इन्भेस्टमेन्ट गर्छन्। सो त्यही कारणले सुनको स्टक चाहिँ रोकिरहन्छ। डिमान्डमा बढी हुने कारणले, सप्लाई कम हुने कारणले चाहिँ सुनको प्राइस चाहिँ बढ्ने कारण चाहिँ त्यो है। सो गाइज हजुरले एउटा 2 लाखको सामान किन्नुभयो भने हजुरहरूलाई 6,900 पर्न जाने रहेछ आज 1,80,200 को भाउमा। हजुरहरूलाई अब चाहिँ एउटा 30 लाखको छड्के लियो भने कति जति पर्न जान्छ त भन्ने सोच्नुभयो होला। हजुरको लमसम 60,000 जति पर्न जान्छ है। एउटा 30 लाखको छड्के लिनुभयो भने 60,000 लमसम पर्न जान्छ हजुरको। एउटा यस्तो आइटम लिनुभयो भने, यस्तो ठप्पा आइटम लिनुभयो भने यो हजुरलाई 15,000 लमसम 15,000 जति पर्न जान्छ। यस्तो ठप्पा आइटम लिनुभयो भने ज्याला जति सबै गरेर सब थोक गरेर 15,000 जति पर्न जान्छ है गाइस। यो 30 लाखको छड्के लिन जानुभयो भने हजुरलाई लमसम हजुरलाई 60,000 जति पर्छ है। अनि यस्ता आइटम लिन चाहनुहुन्छ भने आजको रेटमा हजुरलाई 15,000 भन्दा माथि पर्न जान्छ है। 15,000, 14,000, 15,000 एप्रोक्स वेट अनुसार 5-6 लाखको लागि 15,000 जति पर्न जान्छ है। तर चाहिँ एउटा कुरा भन्न चाहेँ मैले, यो चाहिँ इन्भेस्टमेन्ट हो है गाइस। सुन आज चाहिँ 1,80,000 पुगेछ, हजुरलाई भविष्यमा इन फ्युचर 2 लाख पुग्ने पनि सम्भावना छ। हजुरले त्यति भाउमा चाहिँ पाउन सक्नुहुनेछ। बेच्दाखेरि 2 लाखको भाउमा पाउने, 1,80,000 को भाउमा पाउने होइन, 2 लाखको भाउमा पाउँदाखेरि हजुरले एक तरिकाले इन्भेस्टमेन्ट भइरहेको हुन्छ। त्यसको रूपमा मान्यता हुँदैन, तर चाहिँ सुनको रूपमा चाहिँ वर्ल्ड वाइड एउटा मान्यता हुन्छ। हामी चाहिँ अमेरिका गइयो भने हजुरको क्यास लिएर इन्डियन पैसा अथवा नेपाली करेन्सी लिएर गइयो भने त्यो चाहिँ त्यहाँ चल्दैन। एउटा सुनको गोल्डको रूपमा लिएर गइयो भने त्यहाँ चाहिँ हामीले डलरमा एक्सचेन्ज गर्न सकिन्छ अनि चाहिँ हामी त्यहाँ चल्न सकिन्छ। त्यही भएर वर्ल्ड वाइड चल्ने कुरा चाहिँ गोल्ड नै हो, एउटा इन्भेस्टमेन्ट हो। त्यही भएर चाहिँ बढी भए पनि हजुरले पछि महँगो हुँदा पनि त्यही भाउमा बेच्न सक्नुहुनेछ। सो गाइस बढी भए पनि एउटा हौसला चाहिँ बढी भयो भनेर किन्न सकिन्न भनेर त्यो चाहिँ नसोच्नु होला, किन्नु होला, एउटा इन्भेस्टमेन्ट गर्नु होला। हामीले चाहिँ कपडा किन्दाखेरि फाटेर जाने हो, त्यो चाहिँ हराएर जाने हो, कुहिएर जाने हो। तर चाहिँ सुन चाहिँ कहिले कुहिँदैन, इन्भेस्टमेन्ट भइरहेको छ। एउटा चाहिँ धातु हो, एकदम अमूल्य धातु हो। हिस्टोरिकली पुरा हाम्रो पुरानो पुर्खौलीदेखि अमूल्य धातु हो। त्यही भएर चाहिँ एउटा इन्भेस्टमेन्टको रूपमा सोच्नु होला अनि चाहिँ किन्नु होला, इन्भेस्ट गर्नु होला। आज चाहिँ मैले कति पर्ने रहेछ त आजको रेटमा, आजको 1,80,200 को रेटमा कति पर्ने रहेछ त सबै सामानहरू भन्ने हजुरलाई जानकारी गराउन चाहे। सो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने मेरो च्यानलमा सब्सक्राइब गर्नु होला अनि एउटा मिठो कमेन्ट छोडिदिनु होला। अनि चाहिँ मेरो पसल कहाँ रहेको छ भन्ने जानकारी गराउन चाहे। हाम्रो पसल रहेको छ मणिग्राम तिलोत्तमा 5, मणिग्राम चोकदेखि पश्चिमतिर सावित्री ज्वेलर्स चोकबाट नै हाम्रो पसल देखिन्छ। प्रोप्राइटर ज्ञानी विश्वकर्मा इट्स मी। सो फेस देख्नु होला, चिन्नुभयो होला, आउनु होला। हार्दिक मनैदेखि निमन्त्रण छ। सो यति भन्दै अब चाहिँ बिदा लिने बेला भइसक्यो। सो बाई बाई गाइज।